अरू भन अरू हेलो गाइजहरू वेलकम ब्याक टु माई न्यू ब्लग म यहाँ सन्चै छु हजुर हुनुहुन्छ होला म चाहिँ अब काममा जाने रे अब एकछिनमा खानासाना खाएर चाहिँ म जान्छु अब एकछिनमा जाने हो अब खानासाना खाएर जाने हो अनि सिधै अब एकछिनमा माथितिर गएपछि अब भेटौँला ल म चाहिँ अब चाहिँ खानासाना खाएर चाहिँ अब म चाहिँ काम गर्न जान लागिसकेको छु होइन अब आज चाहिँ उता अलि माथि त्यो कुलाको काम योजना त्यस्तै त्यो काम चाहिँ गर्न जान लागेको छु म चाहिँ अब जाने अब त्यता जाने हो अब अहिले चाहिँ एक 9 बजेदेखि बेलुकी 4 बजेसम्म सायद गर्छु होला त्यो काम अनि म चाहिँ आज पहिलेदेखि हिजो अस्ति चाहिँ मम्मी बुवा जानु हुँदो रहेछ अनि मम्मी कहिले बुवा आज चाहिँ म गइरहेको छु अरू मान्छेहरू चाहिँ गइहालेँ म चाहिँ गइरहेको छु एक्लै छु अनि अब उता पछि नि उता काम गरेको नि भिडियोहरू बनाउँला अनि अरू के भन्ने भन्दाखेरि अब यतातिर त अब यस्तै हो जहिले यस्तै अब कहिले काहीँ कामै काम अन्त स्कुल नि अब हाम्रो चाहिँ अब सकिसक्यो अब एससी धेरै सकिहाल्यो अब चाहिँ यस्तै हो कामै काम अनि जानुपर्ने चाहिँ मैले चाहिँ अलि माथि नै छ धेरै माथि छ अनि आज मैले चाहिँ केही नलगेर गएको छु कि खाली गएको छु त्यहाँ चाहिँ लग्नुपर्छ होइन कुटो कोदालोहरू हुन्छ त्यस्तो अनि बिल्छाहरू लग्नुपर्छ अनि मैले चाहिँ लग त भनिरहेको थिएँ मैले लग्दिनँ भने लिएन अब त्यही पनि अरू लगेपछि अब मिलेर गर्नुपर्छ काम चाहिँ अनि मान्छेहरू चाहिँ धेरै जान्छन् गरे त्यता काममा अनि म चाहिँ आज चाहिँ खासमा चाहिँ जाने मन त थिएन काममा माथि घरबाट चाहिँ कोही आएन छ नआएपछि त जानुपर्ने भयो त्यही भएर चाहिँ म गइरहेको छु अनि फेरि एक दिन काम नगएपछि होइन फेरि 1000 रुपियाँ तिराउने अरे के अब काम गरेपछि त पैसा होइन हामीले त दिन्छौँ भन्ने चाहिँ त्यो त थियो होइन तर अनि त्यहाँ काम नगएपछि 1000 रुपियाँ हामीले उता दिने के तिमीहरूलाई चाहिँ दिने काम नगएपछि त्यस्तो छ सर्वदान जस्तै भनौँ फ्री सेवा जस्तै गर्नु पऱ्यो आफ्नै लागि त हो अहिले त्यो ठुलो गाडी राख्छौँ त्यहाँ हामीहरूकै लागि त हो त अनि अहिले त्यो ठुलो गाडी चाहिँ कसो अब हामीले होइन त्यो माथितिर त्यो खेतहरू छ त्यो छ अन्त पानी ल्याउने हो त्यो रोप्नुको लागि हो होइन अनि केही छैन गर्नुपर्छ यति काम त गर्नुपर्छ होइन हामीहरूले चाहिँ त्यही भएर चाहिँ म चाहिँ जाने हो खुला अब मजा हुन्छ केही छैन मान्छेहरू चाहिँ धेरै छैन उता अगाडि छन् म पनि जाने हो अगाडि पर छन् म पनि यता गइरहेको छु म चाहिँ अब भिडियो चाहिँ पछि बनाउँछु अब यसरी काम गरेको हामी चाहिँ होइन यता काम गर्नुको लागि चाहिँ सब्बल ल्याउन गइरहेका छौँ होइन अलि सब्बलको कमी पऱ्यो होइन यता मान्छेहरू चाहिँ धेरै टन्न छन् होइन उतादेखि लगेर यता बाटी लगेर धेरै छन् यति धेरै अनि हामी चाहिँ तल सब्बल ल्याउनु गइरहेका छौँ सब्बल छिटो लिएर आउनुपर्ने छ होइन कुदिरहेको छौँ हामी हिँडिरहेको छौँ दौडिरहेको छौँ ल अगाडि यो भाइ र म चाहिँ सबै ल्याउनु गइरहेको छौँ सब दुईवटा गाउँको मान्छेहरू काम गर्न आएर रहेछन् कि दुईवटा गाउँको तल माथि जो हाम्रै हुनेछ काम आजको चाहिँ हाम्रै जित्नेछ ल होइन अब हजुरहरूले चाहिँ त्यही हामी चाहिँ सबै लिएर चाहिँ ल हामी चाहिँ अब नेक्स्ट पछि भेट्नेछौँ को के माथि एउटै टिममा काम गर्छौँ होइन हामी दुई भाइहरू
अनि 6-7वटा टिमहरू बाँडेका छन्। अब त्यही टिमअनुसार काम गर्नुपर्छ कि त्यो चाहिँ अब मैले चाहिँ हामीलाई चाहिँ सबैले उनीहरूले पठाएको थियो, हामीले चाहिँ सबै लगेर चाहिँ यहाँ गइसकेका छौँ अब। अनि अब आज चाहिँ हाम्रो लगातार अब सिधै बेलुकी 4 कति बजी 4-5 होला 3-4 अनि खोइ अब कति यति त नभनौँ कि अब बेलुकीसम्म काममा रेचिने हो रेचिने। अब के भन्ने अब गाउँतिरको अब यस्तै हो, गाउँतिरको जिन्दगी यस्तै हो होइन। अब गाह्रो छ त अब धुराधुनी अब अरू गाउँतिर त यति नगर्दासम्म कहाँ हुन्छ त। अनि अब हामीले पनि त्यो पहिलो प्रथम त त्यो कुलो गाड्नु पऱ्यो, त्यो कुलोमा पानी पास गर्नु पऱ्यो। पानी पास गरेर अनि यस्तो खेतहरू छ त पानी नलाएर यो खेत कस्तो भएको छ हेर्नु न यता। पानी चाहिँ यो आउँदो अहिले हाम्रो यो भर्खरै दसैँको बेला चाहिँ प्री खोला आएको थियो कि बडी खोलो चाहिँ आएको थियो। प्री यस्तो छ पहिला कस्तो थियो अनि अहिले यस्तो छ। प्री यस्तो भएको छैन, प्री यस्तो प्री यस्तो भएको छैन। 100 माइल त्यो माथि त्यो माथि अब क्यामेरा चाहिँ हाम्रो आउनु न त्यो पनि देखाइदिउँ। त्यही हो 100 माइल। अनि हामी चाहिँ 100 माइलको मुनि चाहिँ अनि हामीहरू चाहिँ बस्छौँ है। अनि यो हामी चाहिँ अहिले चाहिँ बाजुरा हामी चाहिँ कुवाडी भन्ने ठाउँमा छौँ होइन। अनि उता पारि चाहिँ हुम्ला हो, पारि हुम्ला अनि अगाडि चाहिँ बाजुरा। अनि अब आजबाट त कामै काम हो, भोलि नि काम पर्सि नि काम। त्यही भएर गाउँतिर गाह्रो छ हो, गाह्रो छ। अनि यति नगरेर चाहिँ खानी पाइँदैन, त्यही भएर त बढ्नै पऱ्यो होइन। अब यति गर्नुपर्छ पऱ्यो। त्यही भएर गाउँतिरको केटाहरू अलिक बलियो हुना कारण चाहिँ त्यही हो कि अब गाउँतिरको केटाहरू बलियो हुना कारण अनि यताउता हुना कारण चाहिँ त्यही हो कि उहाँको सम हो भने म त आफैले सोच्छु 1 किलोमिटर हिँड्नुपर्छ अझै हिँड्नुपर्छ कति हो कति। अनि अब अब पछि एकछिन पछि माथिबाट ल फाइनली ल ल ल मानम धमाधम भइरहेको छ हाम्रो यहाँ कुलोको काम है। धमाधम भइरहेको छ यहाँ। अहिले चाहिँ अहिले छुट्टी भयो, त्यही भएर म चाहिँ अहिले घरमा नास्ता खान गइरहेको छु। अघि लगेन अब त्यही भएर चाहिँ अहिले म चाहिँ घरमै खान आएको छु। अनि अब
4 बजी चाहिँ अनि 4-5 बजीतिर चाहिँ अनि हाम्रो पनि बिदा भइहाल्छ। अरू के छ भन्दैछ काम चाहिँ लास्ट डे गाह्रो भइरहेको गर्न रात यस्तो भइरहेको यस्तो पुरै सफल चलाउनुपर्छ बिल्छो काम त बेकार छ। अब आज चाहिँ जाने हो, भोलि चाहिँ काम नजाने जुग गाह्रो भएको छ। अनि अब चाहिँ यस्तै हो गाउँतिर अघि भनिसकेँ मैले यस्तै हो ल। हाम्रो यता धमाधम बनिरहेको छ कुलोको काम है यता। धमाधम बनिरहेको छ यहाँ कुलोको काम होइन। हाम्रो यता हिमाली गाउँपालिका वडा नम्बर 5 मा हो। बढी बाजुरामा धमाधम बनिरहेको छ काम हेर। मान्छेहरूको त भिड छ। धमाधम बनिरहेको छ यहाँ हाम्रो कुलोको काम। भन म युट्युबर हो त ल। ल पानी खा त पानी खा ल ल तँ बना त म खाने पानी अर्को नदेऊ चाहिँ अब नास्ता खान लागिसकेको छु। मेरो नास्ता चाहिँ यस्तै हो गाउँतिरको लोकल रोटी कोदो गहुँको रोटी, यो दाल अनि यो पानी। अब यस्तै हो। अहिले रोटी खाँदाखेरि चाहिँ दाल पुगेन होइन। फाइनली गाइस दाल चाहिँ मलाई पुगेन होइन। दाल नपुगेर अनि एउटा रोटी चाहिँ दालसँग खायो अनि एउटा रोटी चाहिँ घिउसँग खान्छु। यो म चाहिँ नास्ता सास्ता खाएर चाहिँ म चाहिँ अब उता फेरि काममा जान लागिसकेको छु। म चाहिँ अब हिँडिसकेको छु यताबाट। नास्ता खाइसकेको मैले। अब चाहिँ जाने हो। अब सिधै 4 बजी आउने हो। 4 बजी आएर अनि 4 बजी आउने ल। अब त म चाहिँ काम गर्न फेरि जान लागिसकेको छु। ल हामी हक्दैनौँ।
त्यसै गरेर कब्याउँछ ऊ पल्टाइ यहाँ भाल्ने यता 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 फालिहाल्छ नि कस्तो फालिहाल्छ नि पारी पारी उनको जसिया हाम्रो कन्टेन्ट गर्नलाई उनको सिमानामा छ खासै यति धेरै मान्छेहरू यता नि छन् यता काम सुरु भइरहेछ म चाहिँ घर जान लागेको छु है म बाटोमा हिँडिरहेको छु सकियो फाइनल्ली अनि कति 4:10 चाहिँ बिदा भयो अनि फाइनल्ली म चाहिँ घर पुगिसकेको छु र घर पुगिसकेको छु म अब अनि घरमा चाहिँ कोही रहेनछन् भाइ बाजे कता गइरहेको छ काम गरेर पुरै हालत भयो हालत डम भएको छ गाह्रो छ म चाहिँ खाना खाएर चाहिँ म चाहिँ अब सुत्न लागिसकेको छु अनि आज चाहिँ काम गरेर चाहिँ लास्टै भएको छ गाह्रो भएको छ अब हजुरहरू नि सुत्नुला ल सबैले गुड नाइट भन्न चाहन्छु ल बाई बाई गुड नाइट सबैलाई गुड नाइट राम्रोसँग सुत्नुला शुभरात्रि बाई बाई